म त गारको हट्टोतिर लागिसक्यो हाम्रो होइन टक्क लगाएर गाडी पुगेर टक्क किसानको गाडी बोलेर म घट्टोतिर लागिसक्यो होइन। हाम्रो नलगाडको घट्टो देखाउँछ है, यस्तो छ गारको नजिकै छ घट्ट बनिरह यताहरू यो छ। मच्छी मार्दै हुनुहुन्छ एकजना हाम्रो फजिजीले, यस्तो भइरहेको गारको होइन घट्टोतिर बाटो लास अप्ठ्यारो छ। यो घट्ट चालु भइसकेको छ होइन, म चाहिँ घट्ट आएको। यो चाहिँ हो घट्ट हाम्रो चक्की है, आटा चक्की हुन्छ यसलाई होइन। हाम्रो पानीबाट चल्ने वाला हो होइन, टक्क एउटा दुईटा तीनवटा भइसकेको छ होइन। यता पनि सुरु भइरहेछ उता पनि सुरु भइरहेछ। गाइस म चाहिँ यता पानीमा गइरहेको छु, टक्क मच्छी मार्दै हुनुहुन्छ मेरो फजी। त्यहाँ नजिक गएर सोध्छु है कति मारिसक्यो है। फजीजीले माछा कति मार्यो त? ए हाम्रो मछली मार्ने हाम्रो फजु हुनुहुन्छ होइन, माछा कति मार्नु भयो? यो जुगाड त दामी हो है। यस्तो छ नदीहरू हाम्रो गाउँको। मेरो पसल माथि छ होइन, घट्ट यस्तो दामी छ चाहिँ। म पनि सिक्नु पऱ्यो माछा मार्न हाम्रो फजीसँग। तर माछा मार्नुपर्छ, मछली खानुपर्छ ताजा ताजा भेरीको। म फजीसँग बसेर टक्क अब मछली मारेर इन्तजार गरिरहन्छु। मऱ्यो भने टक्क पोलेर खाने होइन फजु। हाम्रो फजीले मार्दै हुनुहुन्छ टक्क लगाएर यस्तो गरेर। के थाहा हुन्छ त यो हातमा त्यो त थाहा भइहाल्छ, यसमा त्यो झट्काउँछ होला। यो यस्तो हालेर कति मार्नु भयो अहिलेसम्म? नदी यस्तो छ, भयङ्कर नदी ठुलो छ।